हेलो गाइस, बादल हेरेर कस्तो दामी छ। म चाहिँ हिँडिरहेको छु बसमा। अगाडि चाहिँ मेरो बस स्टेसन हो। फुलहरू हेरेर कति राम्रो राम्रो छ है। आज सन्डे भएर खाली गीत मार्नु पऱ्यो यार। यता पनि देखिन्छ, तपाईँ पनि हाल्नु भन्नु। मलाई पनि देखिरहेछ, तँलाई पनि देखिरहेछ क्या। हेलो गाइस, धेरै पछि वेलकम छ मेरो ब्लगमा। तपाईँलाई कस्तो छ, सन्चो हुन्छ कि छैन। अनि म अहिले रातिको कति भयो, 3:30 बजे, रातिको 3:30 बजे कलर लगाएर बसिरहेको छु म। अब कपाल धोएर गर्नुपर्ने। भोलि मेरो छुट्टी हो नि त, मन्डे। भोलि आएर आज हो छुट्टी मेरो, सरी आज हो मेरो छुट्टी। यस्तो हालतमा बसिरहेको छु। अब कस्तो हुन्छ थाहा छैन, भरे देखाउँछु ल धोएर आएर। ल गाइस, मैले चाहिँ कपाल धोइसकेँ। हल्का कलर चाहिँ देखिरहेछ कि अब तर थाहा छैन कस्तो भयो भनेर। लेट्स सी गाइस टुमारो। मलाई लाग्छ कलर भइरहेछ, तर मैले आफैले कलर लगाएर क्या। अब गाह्रो छ कलर लगाइदिने मान्छे नभएपछि होइन। अब हेरौँ, कलर चाहिँ आएछ कि अहिले हल्का हल्का। घाममा चाहिँ देखिन्छ कि सुकेपछि भन्ने आशा छ। तर बिचाएर मलाई यहाँ आफूले लाग्यो यता हल्का कम भएछ। अघि यति फाल्थ्यो कि कलर चाहिँ उब्रेर धेरै भयो भनेर। अहिले चाहिँ अहिले हेर्दा पो लगाएन छु क्या मजाले। केही छैन। लेट्स सी गाइस, लेट्स सी टुमारो। मेरो न्यु देखाएँ। आइफोन किन किनेको, ऐनामा सेल्फी हाल्नुलाई, भिडियो गर्नुलाई। हात चिप्लेको चिसो छ ल गाइस। अब भोलि भेट होला गाइस। अब कति गाइस भनेको छ मलाई आफै भक्क लाग्दो। ओके, लेट्स सी टुमारो, सी यु टुमारो। एउटा ब्लग चाहिँ हालिदिनु पऱ्यो यार। गुड मर्निङ गाइस। अहिले 11 बज्यो। अहिले ओछानबाट अब उठेको, खाना गर्नुपर्ने, जसले गर्नुपर्ने। निन्द्रा गएछन्। छिटो उठ्ने बानीले 9:30 बजीतिर उठ्यो। फोन हेर्दा हेर्दा अहिले कलर त्यस्तो भएर छ। कस्तो देखियो यो तल चाहिँ यतिले जति कलर लाग्यो नलाग्नु होला नि। घाममा चाहिँ बगाल देखिन्छ होला, तर जस्तो लाग्नु चाहिँ लागिरहेछ। यस्तो भइरहेछ। भरे हेर्नुपर्छ। अब उठेर मुख धुने यार। ल अब म चाहिँ गीत मार्नु पऱ्यो, फेरि कपिराइट लाग्छ फेरि। अब म चाहिँ जानुलाई रेडी हुँदैछु। 3 बज्यो। 4 बजे चाहिँ गाडी आउँछ। त्यही भएर अहिले नै म त पुरै सुतिरहेको ओछ्यानमा हो। तपाईँ यो चतुर जानुपर्ने भनेर अब कति दिन भयो नि त अलिकति नबन्नेको। अब अलिकति हेर्ने लाइकको बनिनु पऱ्यो। अनि म आज चाहिँ म पुरै अर्का ब्लग गरेर हाल्नु पऱ्यो। ओके ल, अब एकछिनमा भेटौँ है। मेरो कपाल चाहिँ देखेर चाहिँ आज चाहिँ अब चाहिँ अलिक कलर देख्यो होइन। त्यही हो। अब गाइस, मेरो कति राम्रो गाजा लाग्थ्यो यार अघि। फेरि मिलाउँदा मिलाउँदा बिग्रिसक्यो मेरो। मेरो चाहिँ यतिको भयो होइन। ठिक देखिरहेको छैन होइन गाजर। के भयो यार, लाउनु पनि आउँदैन। त्यो पनि नकल पारौँ भनेको यस्तो हुन्छ। अब यस्तो ल्याइदिएको होइन। कलर पनि यस्तो पछाडि मैले बाँधिरहेको छु। सर्ट लगाइरहेको छु, सुरुवाल, टी सर्ट। आइफोन भएको काम होइन। आइफोन यत्रो मिहिनेतले आइफोन किनेको। म गीत चाहिँ मार्छु यार, डर लाग्छ मलाई यस्तो है। ओके, नजिकबाट टाढोबाट अब अलिकति 5 किलो घटायो भने चाहिँ म 5 किलो घटेँ भने चाहिँ नि मलाई कसैले भेट्दैन है। भेट्दैन मलाई कसैले पनि। तर घटे चाहिँ कसरी हो, खाएको मैले प्याङ्स फुल्न आँटेको। यो हुने चाहिँ होइन कि होइन, हुने चाहिँ होइन। अनि फेरि उडिजान्छ। ए यस्तो देखियो वा। तर यो 1 मिनटको लागि मात्र हो कि, 1-2 मिनटको लागि, त्यसपछि उडिजान्छ। ल ओके गाइस, म चाहिँ निस्केको। क्यास ओके, मेरो ब्याग यो बोकेर जान्छु म। बाई बाई गाइस। बाई बाई होइन, अहिले म आउँछु, म फेरि गर्छु। यो चाहिँ पुरै चर्च गएको, आएको, हगेको, पादेको सबै निकाल्छु ल म। रातो दिन्छ त यार मेरो कपाल त गाइस। मैले यता डाली नपर्केको आएन यार। रातो दिएँ यार मेरो कपाल। यस्तो लाग्यो मैले। के हो यार, यत्रो महँगो पैसा हालेर किनेको त के अनुहार झन् बिजोक देखिन्छ त। ओ माई गड।
ल गाइज अब हामी चाहिँ चर्च आइपुगिसक्यौँ मलाई 1 घन्टा त तिनीहरूले फोटो खिच्नु लगाए यता सबैजना हेलो भनिदिनु वाह कति मिठो हावा आयो हेलो हेलो भन्नु हेलो हेलो गाइस हेलो यता यता हेलो भन्नु छिटो सुन तपाईँ चाहिँ गर्नु न हामीले सम्बन्ध सक्छ अब हामी चाहिँ जाँदैछौँ आउँदाखेरि चाहिँ अलिकति टल्किएको हुन्छ जाने बेला चाहिँ सबैजनाको हतियार भइरहेको लाइट लाइट जाँदैन दाइ मेरो त एकदम धरल अलरेडी छैन पनि हालेलुया हालेलुया मेरो बिगेस्ट सपोर्टर चाहिँ यहाँ छ है मान्छे हो है मलाई जहिले जहिले भिडियो बनाऊ भन्ने यहाँ यस्तो सपोर्ट गरिदिने टस गरिदिने चाहिँ हाम्रो दाइ हो पवित्र पवित्र परमेश्वर आफैमा सर्वसम्पन्न आनन्द र प्रेमले पूर्ण कसैमा हुनुहुन्न निर्भर आदिमा तपाईँ जब बोल्नुभयो पृथ्वी उत्पन्न गाइस म दालिमको फुल छोडिरहेको छु होइन यो 17 छोडिरहेको छु उसको पनि त भिडियो गरेको यो चाहिँ उसलाई नभनिकन कत्रो रातो देखेको आमा कत्रो अनर हो अन्त 17 इयरमा नि मेरो अनर अटेन यो डबल नगर्ने कि डबल नगर्ने हाय गाइस ल अब हामी चाहिँ चिया खाने भनेर गएको मान्छे चिया त के खानु चियादेखि लिएर यति धेरै गरेँ मैले यति मान्छे 16-17जना के चाहिँ अनि भक्कु खाएर अहिले 10 भइसक्यो तपाईँ यहाँ रुममा जानु खोजेर अनुहार हेर न हालत बेहालत भइरहेछ अब आजको लागि चाहिँ यति नै हो अब त्यस्तो स्पेसल त केही पनि भएन तर मैले बोलेपछि मेरो अनुहार देखेको थिएँ नि स्पेसल हो केही हुने केही भुलिराख्नु पर्दैन अब हामी गएको डालिङको अब अलिअलि काम छ होइन अनि अब हामी चाहिँ अब रुम जाने म चाहिँ रुममा गएर मुखसुख धोएर सुतिहाल्ने 6 बजी उठ्नुपर्ने फेरि भोलिदेखि 6 दिन काम गर्नुपर्छ 6 दिन प्रभु अब यहाँ गीतहरू गाएको चर्चहरूमा अलिअलि यसो बसहरूमा म हालिदिन्छु यति धेरै त फोटो पठाउनु पर्ने तनाव हो आमा
त्यो पठाऊ फोटो सबैजना फोटो चाहिँ पठाउनु 17 म त थाहा हुँदैन हेरेर त कुन उयो भनेर उनीहरू चाहिँ हेरेर थाहा रहेछ त्यो उयो छैन सोनामले पनि ए 17 हिजो हेर्नु बित्तिकै हेर्दै 7 अनि उनीहरू कसरी थाहा भयो भनेको त मान्छेलाई थाहा हुँदो रहेछ म चाहिँ अब हामी चाहिँ बेवकुफ हो कि के हो म होइन म चाहिँ थाहा हुँदैन ए फोटो त थोरै छैन यार 100-200 त फोटो होला यार मलाई पठाउनु फोटो भिडियोहरू त ओके गाइस नो प्रब्लम आई विल सेन्ड ओके गाइस ल ह्याभ अ गुड डे सम्झिँदै गर्नु माया गर्दै गर्नु मलाई नबिर्सिनु मलाई यसरी मैले भ्लगहरू नहाल्दाखेरि चाहिँ किन नहालेको भनेर सोध्दै गर्नु अनि चाहिँ मलाई जो शब्द हाल्ने न त म हाल्दिनँ खुसी लाग्यो दियोस् मलाई धेरैजनाले सोध्यो किन नहालेको हाल म डेली हेरेर हुन्छु भनेर मलाई खुसी लाग्यो त्यही भएर म तिमीहरूको लागि पनि हालिदिन्छु ओके गाइस बाई बाई सी यू नेक्स्ट भिडियो तर थाहा छैन कहिले आउँछ सायद म भोलि पनि हाल्नु सक्छु डेली पनि हाल्नु सक्छु अलिअलि कन्टिन्यू हाल्नु नहाल्नु पनि सक्छु म मुडै छैन त्यही भएर ओके ल बाई बाई म चाहिँ काममा आइपुगेको कि मैले चाहिँ किन भिडियो बनाएको भन्दाखेरि मेरो चाहिँ सबै त्यो भिडियोहरू आधी छ नि त कहाँदेखि कहाँ टाइपको त्यो सुरुको चाहिँ के भएको थियो भन्दाखेरि त मेरो साइडको छिमेकीको साथी छ अनि उसले चाहिँ मलाई अस्तिदेखि म तिमीलाई के अरे ठेलामा मोमो खान लान्छु ठेलामा मोमो खानु लान्छु भन्दै थियो मैले सोचेँ टिपिकल नेपालमा हुन्छ नि ठेला त्यही सोचिरहेको थिएँ ल जाने भनेर ठ्याक्क उसको स्यालेरी आएको थियो अनि उसको के सपिङहरू पनि गर्नुपर्ने रहेछ जम्नु त भनेर गएको थिएँ बेलुका राति किनकि राति खोल्दो रहेछ किनकि रमा जान्छ नि त अनि भनेर गएको ठेला भन्छ त भयो त ठेला यस्तै हेर्छु त ठेला रेस्टुरेन्ट चाहिँ रहेछ ठेला टिपिकल खालको त्यो नेपाली ठेला होइन चाहिँ रेस्टुरेन्ट चाहिँ रहेछ त्यहाँ गएको फेरि त्यहाँ चर्चको दाइहरू पनि सबैजना त्यहीँ भेला भएको रहेछ अनि गएर गफ हान्दा गएर रुम कति बजे फर्केको 3 बजेतिर रुम फर्केको क्या त्यही भएर रुम फर्केर फेरि कडा लाग्यो त्यस्तो है मेरो चाहिँ अनि त्यही अनि अर्को के छुट्टिरहेको थियो ए अनि हिजो चाहिँ के भएको थियो भन्दाखेरि अब यस्तो मिसाइलहरू आइरहेछ नि त त्यही भएर अनि चर्चबाट चाहिँ अनि चर्च सकिनु बित्तिकै अरू बेला चाहिँ चियाहरू खान्थ्यौँ होइन अनि त्यो अब अचेल चाहिँ अब चर्च सकिनु चाहिँ डाइरेक्ट घर जाने भन्ने कुरा भएको थियो अनि ठ्याक्क अनि त्यहाँ बाटोमा आउँदाखेरि चाहिँ दाइले चाहिँ त्यो चस्मा लगाउने दाइले चाहिँ बाहिर जाउँ कतै चिया खाऊँ भनेर निस्केको थियौँ क्या चर्चदेखि बाहिर चाहिँ त्यहाँ मैले भन्दै थिएँ नि म चिया खानु गएको थिएँ यस्तो भयो भनेर त्यतिखेर चाहिँ भिडियो बनाएन र त्यस्तो चाहिँ थियो ओके